आलु भन न। आलु के गरेको अरे सानो? के गरे? आलु आलु खनेको? हजुर भन। हजुर भन्छ नि। कति मजाले आउँछ। यो चाहिँ यो सानो टुक्रा बारी चाहिँ अब नमिता मिसको हो यति। हाम्रो आफ्नो आफ्नो नम्ता के साह्रो आलु फलेको त्यो त फलेर भरेको ऊ अनि यति भयो त नि हामीलाई त वर्षभरि पुगिहाल्छ नि बेच्नु पनि पर्छ। बेच्नु केजीको बजारमा केजीको कसरी छ नि बुझ्नु ल। केजीको यो आलु त एकदम 120 ले जान्छ होला यतिको आलु चाहिँ। यतिको आलु चाहिँ हो किन भन्नु त 120 हैन 150 होला हौ। 150 भन्दा पनि केही फरक पर्दैन। पर्दैन। मान्छेहरू फेरि फेरि आलु खन्नु है यसरी आलु उर्काएर रोप्नु है भन्छ मान्छेले। आलु त राम्रै थियो। फर्स्ट भएर नि होला कि यस्तो भएको। भुइँ त यस्तो छ अनि हो एकदम सही भन्नुभयो तपाईँले सही विश्लेषण गर्नुभयो। ऊ सुसिना मिस पनि हुनुहुन्छ पर आलु फेरि फलेको नि त टुक्काउ खुलेर उखेलेपछि आलु 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 बेबी आलु खान तिमी उतापट्टि फर्केर जाऊ त।